रवि लामिछाने सांसद र गृहमन्त्री हुँदा के गरे त? चौधरी ग्रुपले गलत तरिकाले कब्जा गरेको बाँसबारी छाला जुत्ता कारखानाको 10 रोपनी जग्गा सरकारी नाममा फिर्ता ल्याए। निर्मला पन्तको केसको लागि आइजिपी, जिल्ला प्रशासन र पुलिस प्रशासनलाई विशेष छानबिन समिति बनाउन लाइयो र पुलिसले घटनास्थलबाट आफ्नो अनुसन्धान सुरु गर्यो र डिएनए परीक्षणसम्म काम पुगेको थियो। राजनीतिक नियुक्त र कर्मचारीमा सुधार। नेताले आफ्नो पावरको कारणले काममा राख्ने सरुवा बढुवा जस्तो कामहरू गराउँथे भने रवि लामिछानेले त्यसमा सुधार ल्याए र इलिगल तरिकाले राखेको पुलिसको संख्यालाई पनि घटाउने काम गरे। चितवनलाई जुगेडी खोलाको पानी पिलाउने काम सुरु भयो। चितवनमा ब्लू बस सुरुवात भयो, जसबाट महिला र वृद्धलाई फ्रीमा यातायात गर्ने व्यवस्था मिलाइयो। नेपालको दुई तह राष्ट्रिय स्तर र स्थानीय स्तरको पुलिसको तालमेलमा सुधार ल्याइयो, जस्तै एक आपसमा बैठक राख्ने, रिपोर्ट साट्ने र मिलेर अनुसन्धान गर्ने। उनले ठूला फाइल खोलेर भुटानी शरणार्थीको फाइल खोलेको 24 घण्टामा सरकार ढलाइयो। रवि दोस्रो पटक गृहमन्त्री भई आइसके पछाडि उनी कडा रूपमा प्रस्तुत हुन थाल्छन्। कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिलुवालाई नागरिकता कृत्य मुद्दामा पक्राउ गर्छन्। यसैगरी उनले सुनकाण्डदेखि भुटानी शरणार्थी काण्डको फाइल घोषणा गरेर नै खोल्न थाल्छन्। आर्जु देउवा, बालकृष्ण खाँड र उनको श्रीमती मन्जु खाँड लगायत जोडिएको भुटानी शरणार्थी प्रकरणमा त बेचन झा लगायतका व्यक्तिहरू पक्राउनै पर्छन्, जसले गर्दा अब आर्जु लगायतको पनि पक्राउको लागि बाटो खुल्दै गएको भनेर मिडियाहरूमा नै समाचार आउँछ। आर्जुलाई पक्राउ गर्न प्रहरी नै पुगेको खबर पनि आउँछ। अर्कोतर्फ आफ्नो नाम जोडिने झापाको गिरिबन्धु चिया बगानको फाइल पनि खोल्न लागेको भन्ने सुनेर ओली पनि रविसँग रुष्ट भएको र रातारात सरकार समीकरण बदलिएको बताइन्छ। यसैपछि नै ओलीलाई प्रधानमन्त्री बनाउन देउवा तयार भएको भनिन्छ। अवैध सुन पैठारी तथा सङ्गठित अपराध सम्बन्धीको अनुसन्धानको फाइल खुलेको छ। सेन्चुरी कमर्सियल ब्याङ्कको ब्याङ्किङ कसुरता सजाय ऐन अन्तर्गतको फाइल खुलेको छ। बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा प्राप्तिसँगै यसका फाइलहरू खुलेका छन्। बाल मन्दिर सम्बन्धी जग्गा प्रकरणका फाइलहरू खुलेका छन्। विभिन्न सहकारी पीडितहरूको मुद्दाको अनुसन्धानको फाइल अगाडि बढेको छ। सरकारी छाप किर्ते गर्ने फाइल खुलेका छन्। जघन्य अपराधका घटनाहरूमा पर्वत, झापा, सिन्धुपाल्चोक, धनुषा, बाँके लगायतका स्थानमा हत्या सम्बन्धी घटनाको अनुसन्धानका फाइलहरू खुलेका छन्। क्रिप्टो करेन्सी माइनिङका विषयमा सिटिभिटीको तालिम केन्द्रमा KOICA भन्ने कोरियन कम्पनीले निर्माण गरेको IT बिल्डिङलाई उपलब्ध गराएको कम्प्युटर र सर्भर प्रयोग भएको अपराधमा ठुलो परिमाणमा ठुलो रकमको अपचलनको आशंका गरिएको छ। सम्भवतः अहिलेसम्म केही ठुलो हुन सक्ने सम्भावनामा यो फाइल खोलिएको छ। फाइलै खोल्ने क्रममा मैले अघि भनेका फाइलहरूसँगै भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा छ। बाल मन्दिरको फाइल बन्द भएको छैन। स्काउटको फाइल बन्द भएको छैन। बाँसबारीको फाइल बन्द भएको छैन, खुलिसकेको छ। टिकापुरको फाइल खुलिरहेको छ, काम भइरहेको छ त्यसमा। त्यसैगरी बृहत जनकपुरको 9000 बिघा जग्गाको फाइल तयार हुने क्रममा छ। त्यो मात्र होइन, कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारहरूलाई अनुसन्धान गर्नको निमित्त 25 वटा पुराना फाइलहरूलाई एकत्रित गर्दै एउटा शक्तिशाली आयोग गठन गर्ने बजेटको व्यवस्था यसै पटकको बजेटमा व्यवस्था भएको छ। गिरिबन्धु टी स्टेटका बारेमा उजुरी माग्नको निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ।